नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं जसपाको केन्द्रीय कमिटिको बैठक 5 गते बस्ने सम्बन्धी प्रसंगबाट। जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कमिटिको बैठक यही चैत 5 गते बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहान 10:30 मा बस्ने बैठकले सत्ता समीकरणबारे औपचारिक निर्णय गर्ने एक नेताले बताएका छन्। बैठकले एकीकरणपछि बाँकी रहेका संगठन समायोजन सम्बन्धी निर्णय समेत गर्ने बताइएको छ। सबै पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित हुनेछन्। सत्ता समीकरणको लागि जसपाले अहिले विभिन्न माग राख्दै सबै पक्षसँग संवाद जारी राखेको छ। धार्मिक तथा ऐतिहासिक महत्त्वका 15 दिने मध्यम परिक्रमा शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ। फागुनको औँसीबाट सुरु भई पूर्णिमासम्म चल्ने यो परिक्रमा महोत्सव धनुषाको मिथिला बिहारी नगरपालिका 8 कचुरी स्थित मिथिला बिहारी मठबाट भगवान श्रीराम र जनकपुर धामको अग्निकुण्डबाट किशोरीजी जानकीको डोली प्रस्थान गरेपछि परिक्रमाको यात्रा प्रारम्भ भएको हो। डोलाको पछाडि परम्परागत बाजागाजा सहित मौलिक पहिरनमा हजारौं श्रद्धालु भक्तजनहरू सहभागी भएका छन्। धनुषा, महोत्तरी र भारत बिहारका धार्मिक ऐतिहासिक स्थलहरू समेटिने परिक्रमामा अन्तर्गत नेपालको 90 किलोमिटर र छिमेकी मुलुक भारतको 30 किलोमिटर गरी 120 किलोमिटरको पैदल यात्रा गरिन्छ। बृहत, मध्य र अन्तर्गृह गरी 3 प्रकारको परिक्रमा मनाइने गरिन्छ। तर विभिन्न समस्याको कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरूको संख्या अहिले पनि उल्लेखनीय रहेको साहित्यकारहरूको भनाइरहेको छ। मिथिला महोत्सवमा वर्णन गरिएको मध्य परिक्रमाको सुरुवात 18औं शताब्दी भन्दा केही अगाडि भएको बताइन्छ। परिक्रमा अन्तर्गत क्रमशः जनकपुरको हनुमाननगर, बिहारको कल्याणेश्वर, भारतकै फुलहर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, अरुणा, भारत बेसौल, भारत र यात्राको अन्तिम दिन अर्थात् 15औं दिन जनकपुरको अन्तर्गृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुने सुदर्शन कुटीका महन्त नवल किशोर शरणले बताउनु भएको छ। परिक्रमामा भारतको अयोध्या, मथुरा, दरभंगा, सीतामढी, बैद्यनाथ धाम लगायतका साधु सन्तहरूको पनि सहभागिता रहने गरेको छ। नेपाल भारत बीचको सदियौं देखिएको रहिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउन परिक्रमाको ठूलो योगदान रहँदै आइरहेको छ। परिक्रमाको भोलिपल्ट जनकपुर धाममा होली पर्व मनाइने चलन रहेको छ। परापूर्व कालदेखि कचुरी गाउँमा अवस्थित मिथिला बिहारी मठबाट भगवान श्रीरामको डोला उठेपछि 15 दिवसीय परिक्रमा सुरु हुने गरेको मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले बताउनु भएको छ। मिथिला बिहारी मठ स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गर्न हर सम्भव प्रयास गरिने मेयर यादवले बताउनु भएको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। बिहान 11 बजे पेरिस डाँडामा बैठक बस्न लागेको हो। बैठकमा गृहमन्त्री थापा सहितको एमालेमा लागेका 23 नेतालाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीति बारे छलफल हुने जनाइएको छ। केन्द्रको शनिबार बसेको स्थायी कमिटिको बैठकले आज केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो। स्थायी समितिको बैठकले सरकारमा रहेका 7 मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका 23 नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। माओवादीबाट अहिले गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिंचाई मन्त्री प्रभु शाह, खेलकुद मन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापा सहितको 23 नेतालाई शुक्रबार केन्द्रीय सदस्य मनोनित गर्नुभएको थियो। रौतहटको मौलापुरमा लुकीछिपी खेती गरिरहेको अवैध लागू औषध अफिमका बिरुवाहरू प्रहरीले नष्ट गरेको छ। मौलापुर नगरपालिका 7 सबैया
पिपरियामा लगाइएका अफिमका बिरुवाहरू प्रहरीले शनिबार नष्ट गरेको हो। अलग अलग स्थानमा गरी 1 बिघाभन्दा बढी क्षेत्रफलमा खेती गरिएका अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो। रौतहटका ग्रामीण भेगमा किसानहरूले लुकीछिपी अफिम खेती गर्दै आइरहेका छन्। मङ्सिर अन्तिमतिर रोपिएको अफिमको बिरुवा माघ फागुनसम्म दाना लागेर तयार हुन्छ। दानालाई बिरुवामा भएकै बेला ब्लेडले चिरेर तरल पदार्थ चोप निकालेपछि प्रशोधन गरी लागु औषध अफिम तयार हुने गर्दछ। बजार मूल्य अत्याधिक भएको हुनाले पनि यो खेतीतिर ग्रामीण भेगका केही किसान बढी आकर्षित भएका हुन्। कानुनले बन्देज गरेको अवैध लागु औषध अफिमको खेतीको बारेमा जानकारी आएपछि प्रहरीले बिरुवा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले बताउनु भएको छ। सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गरेको खोपको अर्को खेप यही महिनाभित्र नेपाल आउने भएको छ। कम्पनीले यही महिनाभित्र बाँकी रहेको 10 लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको खोप सम्बन्धी विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले जानकारी दिनुभएको छ। यस्तै कोभ्याक्स मार्फत आउने खोपको थप 19 लाख डोज मे महिनामा आउने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभएको छ। खोप आउन साथ पालिकाहरूसँग समन्वय गरेर वितरण गरिने हुँदा केही ढिलो गरी खोप आए पनि कुनै समस्या नहुने उहाँको दाबी छ। नेपालले भारतसँग 20 लाख डोज खोप खरिद गरे पनि 10 लाख मात्रै नेपाल भित्रिएको छ। यस्तै यसअघि भारतले अनुदानमा 10 लाख डोज खोप दिएको थियो भने कोभ्याक्स मार्फत अनुदानमा 3,46,000 खोप नेपाल भित्रिएको थियो। सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ परेका छन्। ईश्वरपुर नगरपालिका 6 बैलबास निवासी मुस्तफा अन्सारीको 220 सीसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालयको प्राङ्गणमा जलाउने ऐसान अन्सारी पक्राउ परेका हुन्। ऐसान मुस्तफाका आफ्नै काकाका छोरा हुन्। प्रहरीका अनुसार 16 वर्षीय ऐसानले आपसी रिसिभीका कारण मुस्तफाको प्र 203-012 प 2603 नम्बरको मोटरसाइकल घर नजिकैको नारायण माविको प्राङ्गणमा जलाएका हुन्। मोटरसाइकल पूर्ण रूपमा जलेको छ। शुक्रबार राति 1 बजेतिर मुस्तफाको घरमा राखिएको मोटरसाइकल निकालेर विद्यालयमा लगी आगो लगाइदिएका ऐसानलाई आइतबार बिहान पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ। पक्राउ परेका ऐसानले मोटरसाइकल जलाएको स्वीकार गरेको र उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवरले जानकारी दिनुभएको छ। नेपाली बजारमा सुनको मूल्य आइतबार सामान्य वृद्धि भएको छ। शुक्रबार तोलामा 86,200 रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार बढेर तोलामा 86,600 रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा 86,150 रुपैयाँमा कारोबार भएको छ। यसैबीच आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा 1,270 रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। म्यानमारमा सुरक्षाकर्मीले चलाएको गोली लागेर 12 जनाको ज्यान गएको छ। शनिबार श्रद्धाञ्जली सभामा सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएर 13 वर्षीय बालक सहित 12 सर्वसाधारणको हत्या गरेका हुन्। सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुण्यतिथिमा सहभागी भएका नागरिकमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। म्यानमारको दोस्रो सबैभन्दा ठूलो सहर मण्डले र प्याये सहरमा उनीहरूको ज्यान गएको रोइटर्सले जनाएको छ। केही हप्ताअघि मृत्यु भएका युवकको पुण्यतिथिमा म्यानमारका विभिन्न सहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ, तर उनीहरूको पहिचान गर्न सुरक्षा बलले रोकेको जनाइएको छ। गत फेब्रुअरी 1 मा सेनाले कु गरेर सत्ता हातमा लिए यता सुरक्षाकर्मीको गोलीबाट 70 भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेत्री आङ सान सुकी लगायतका शीर्ष नेतालाई नजरबन्दमा राखिएको छ। अब खेल प्रसङ्ग।
रौतहटको सदरमुकाम गौरो स्थित राइस मिलको मैदानमा शनिबार भएको अन्तर जिल्ला मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा रौतहट महिला क्रिकेट टिम विजयी भएको छ। रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा भएको यो मैत्रीपूर्ण क्रिकेट खेलमा 12 जिल्ला महिला क्रिकेट महिलालाई टिमलाई पराजित गर्दै रौतहटका आईईबीए को महिला क्रिकेट टिम विजयी भएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको आईईबीए क्रिकेट टिमले 12 क्रिकेट टिमलाई 4 विकेटले पराजित गरेको आयोजक संस्थाले जनाएको छ। महिला सशक्तिकरण तथा क्रिकेट खेलमा बालिकाहरूलाई दक्ष हासिल गराउने उद्देश्यले आयोजना गरिएको मैत्रीपूर्ण खेलमा पहिला ब्याटिङ गर्दै 12 ओभरमा 9 विकेट गुमाउँदै 65 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। 12 को तर्फबाट अलिसा यादव र साना प्रवीणले 30 रनको साझेदारी खेलेका थिए। 66 रनको लक्ष्य लिएर मैदानमा उत्रिएका रौतहटका आईईबीए टिमले 11 ओभरमा जित हासिल गरेको रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।